सरकारीमा पढाउने मास्टर आकाश पातलको फरक हुन्छ। फेरि सरकारी स्कुलका मास्टरहरूको तलब बढी हुन्छ, प्राइभेटका मास्टरहरूको तलब कम हुन्छ। तर किनकि त्यहाँ टाइट हुँदैन होइन, सरकारीमा अलि लुज। यो सरकारी भनिसके नामै सरकारी चाहिँ सकियो। सरकारी सहकारी यिनी सबै उस्तै हुन्छ। त्यो भएर सर्वसाधारणले पनि डक्टर इन्जिनियर पढ्न पाउनु पर्यो सरकार बिना लागतमा। खै शिक्षामा विकास भने यहाँ त लागु भएन त। मान्छेहरूले अझै बोर्डिङमा पैसा तिरेर पढिरहेछन् होइन, पढाइरहेछन्। अनि सरकारले त्यत्तिकै हावातालमा बोलिदिने अनि जनताहरूलाई हुच्काइदिने त। अनि यो बोर्डिङ स्कुलको अन्त्येष्टि गर्न सक्छ कि सक्दैन? बोर्डिङ स्कुलको अन्त्येष्टि गर्न पनि फेरि सजिलो छ। फेरि म भन्छु नि त यसको आइडिया, बोर्डिङ स्कुललाई एकैचोटि जिरो गर्ने होइन। अब फेरि पनि लाग्यो भ्लगतिर। सो देशमा भएका बाटाहरू देख्न सक्नुहुन्छ तपाईँहरू। यहाँभन्दा अगाडिकाहरूले नक्सा पास गरेर बाटो चाहिँ बनाए। अब नयाँ सरकारले केही गर्नु छैन यसलाई, खालि माथिबाट चिल्लो बनाइदिए पुग्छ जनतालाई। गाउँदेखि गाउँसम्म, घरदेखि घरसम्म रोडको व्यवस्था। र जुन जिल्लामा पनि डक्टर जस्तोसुकै बिरामी भए पनि त्यो बिरामीलाई त्यही ठाउँमा उपचार होस् न, यति गर्न सकेपछि सरकार यति राम्रो हुन्थ्यो नि। मेरो माग त यति हो, दुईवटा कुरालाई ध्यान दियोस् क्या सरकारले। विकास र जनता आफैले गर्ने हो होइन, तर सरकारले खालि घरदेखि घरसम्म, एक घरदेखि अर्को घरसम्म बाटो दियोस्, रोड दियोस्। अनि जुनसुकै जिल्लाको बिरामी पनि जुन जिल्लामा बिरामी छ त्यही भएको हो, त्यही जिल्लामा उपचार हुनु पर्यो क्या। उपचार गर्नको लागि सहरतिर आउने त्यो चाहिँ अलि बेकार हो। त्यही भएर म चाहिँ भन्न चाहन्छु जसरी नि राम्रो हुन त यस्तो खरबौँ रुपियाँ करोडभन्दा माथि लगानी लगाएर डक्टर बन्छन् हाम्रा देशका डक्टरहरू। अब हाम्रो दुर्गम कर्णाली र सुदूरतिर जान मान्दैनन्। किन? करोडौँको लगानी लगाएर बनेका डक्टरहरू करोडौँको कारमा, चिल्लो कारमा हिँड्ने बानी परेका हुन्छन्। कर्णालीमा रोडै हुन्न, पैदल हिँड्न सक्दैनन्। त्यसपछि उनीहरू यहाँ